योगेन्द्र केसी यातायात व्यवसाय राष्ट्रिय महासंघ गण्डकी प्रदेशको सचिव पृथ्वी बस सञ्चालक कम्पनी प्रणालीको अध्यक्ष र यो संयुक्त संघर्ष समितिको प्रवक्ता। अहिले जुन 4 पाङ्ग्रे र 2 पाङ्ग्रे सवारी साधन रातो प्लेटका सवारी साधनलाई चाहिँ सञ्चालन गर्ने एउटा नियमावली लिएर आयो, त्यसको विरुद्धमा नै हामीले चाहिँ यो आन्दोलनको आह्वान गरेको हो। र यो आन्दोलन अहिले गण्डकी प्रदेशमा हामी आजबाट सुरु गरेका छौँ र 19 गतेबाट नेपालभरि नै चाहिँ हामी आन्दोलन सुरु गर्छौँ र नेपालभरि आन्दोलन सुरु गर्दाखेरि त्यसले पार्ने प्रभावको सन्दर्भमा अब हामीले चाहिँ धेरै व्याख्या गरिरहन परेन। हाम्रो प्रदेश सरकारले चाहिँ रातो प्लेटका सवारी साधनद्वारा जुन सञ्चालन गर्ने गरी एउटा नियमावली लिएर आएको छ त्यसलाई चाहिँ तुरुन्त खारेजै गर्नुपर्छ र यातायात सम्बन्धी एउटा नीतिगत रूपमा प्रदेश सरकारले चाहिँ गण्डकी प्रदेशभित्रको सार्वजनिक कस्तो हुने भन्ने सन्दर्भमा पनि प्रदेश सरकारले त्यसलाई चाहिँ नीतिगत रूपमा निर्णय गर्नुपर्छ भन्ने दुईटा मागसहित हामीले आन्दोलन सुरु गरेका छौँ र मलाई लाग्छ 18 गतेसम्म यो मागहरू सम्बोधन भएन भने 19 गतेबाट देशव्यापी रूपमा हामीले आन्दोलनको चाहिँ आँधीबेहरी सिर्जना गर्छौँ र त्यसले कसलाई के हुन्छ हामी सिद्धिन पनि सक्छौँ, प्रदेश सरकार सिद्धिन सक्छ। यो हाम्रो च्यालेन्ज पनि हो र यसलाई चाहिँ सहज ढङ्गले सोच्यो भने सहजै कुरा गरिरहेछौँ, असहज ढङ्गले सोच्यो भने असहज ढङ्गले कुरा गरिरहेछौँ। हामी त फिल्डमा निस्क्यौँ यसको कुनै चाहिँ अब वार्ता संवादको बाटोबाट हामी पछाडि फर्काइन्छ भने वार्ता संवादको ढोका हामी त 24 घण्टा खुला छ। रातिको 12 बजे भने प्रदेश सरकार वार्ता संवाद गर्न तयार छौँ। तर प्रदेश सरकारले चाहिँ अब आम नागरिकका भावनाहरू आम नागरिकको लगानी संरक्षण गर्ने कुराको सन्दर्भमा प्रदेश सरकार तयार हुनु पर्यो। प्रदेश सरकारको हामी पनि नागरिक हो, प्रदेश सरकारको नागरिक रोजगारीको हिसाबले हामी पनि सबैभन्दा ठुलो उद्योग हो। हामी पृथ्वी बस सञ्चालक कम्पनीको प्रणालीको कुरा गर्ने हो भने मैले 1300 सवारी साधन सञ्चालन गर्छु भने 1300 सवारी साधनको 3900 जना त मैले प्रत्यक्ष रोजगारी दिएको छु अनि 400 कर्मचारीहरू छ। भोलि अरू कम्पनी प्रणालीहरू पनि करिब गण्डकी प्रदेशमा 15000 सवारी साधन 15000 सवारी साधनको 3 जनाको दरले पनि 45000 मान्छेहरूले रोजगारी पाएका छन्। यो रोजगारीलाई चाहिँ प्रदेश सरकारले चाहिँ सामान्यतया चाहिँ अब आकलन गर्ने र यो चाहिँ यिनले केही गरेका छैनन् भन्ने गाडीवालाको हिसाबले होइन कि हामी नै व्यवसायी हो, नागरिक भएको हिसाबले प्रदेश सरकारसँग माग गर्ने कुरा, आन्दोलन गर्ने कुरा र आफ्ना मागहरू शान्तिपूर्ण पुरा भएनन् भने सडकबाट नै अब मागहरू पुरा गराउनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको।